हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई शुभ बिहानी। आज चाहिँ राप्रपा नेपालले राजावादीहरुको चाहिँ बन्द आह्वानको घोषणा पछिको अवस्था चाहिँ म देखाइरहेको छु हजुरहरुलाई। यहाँ चाहिँ यो चाहिँ साँगादेखि बनेपासम्मको दृश्य हो। आज भने अब आफ्नो पर्सनल कार, मोटरसाइकल अनि यो अति आवश्यक ढुवानीका साधनहरू जस्तै अब तरकारीको गाडी, अब दाल चामल चिनीको गाडीहरू अनि हस्पिटलको एम्बुलेन्सहरू चाहिँ अनि चलेको छ। यिनीहरू चाहिँ चलेको छ। पर्सनल मोटरसाइकल भइहाल्यो, चलिरहेको छ। अनि पर्सनल कारहरू चलिरहेको छ भने यो चाहिँ सार्वजनिक बस चाहिँ चलेको अवस्था छैन। र बाटोमा अब सार्वजनिक बस नचले तापनि अब मोटरसाइकलहरू, पर्सनल गाडीले गर्दा चाप त उत्तिकै देखिन्छ। अब यातायात सङ्घले चाहिँ अब यो बन्द गर्यो, यातायात सङ्घले पनि बन्द गरेको र राजावादीले पनि बन्द गरेको अवस्था हो यो। त्यसले गर्दा अति आवश्यकका सामानका गाडीहरू चलिरहेछ। स्कुलको गाडी चलेको छ। अनि पर्सनल गाडी अब कार जस्तै मोटरसाइकल, कार, अब ढुवानी जति रासन पानी बोक्ने गाडीहरू, बिमारी बोक्ने एम्बुलेन्सहरू, यिनीहरू चाहिँ चलेको छ र अरू चाहिँ चलेको छैन। अरू नचलेको जुन चाहिँ हो सार्वजनिक यातायात चाहिँ चलेको छैन। अरू चाहिँ चलेको छ। साथीहरु हेर्न सक्नुहुन्छ, मैले यहाँ भन्नै परेन। अब मजाले अरू चाहिँ चलेको छ। हेर्नुस्, मोटरसाइकल चलेको छ, कार चलेको छ, अब स्कुलको बसहरू चलेको छ, तरकारी बोक्ने गाडी चलेको छ, दुध बोक्ने गाडी चलेको छ, अरू चाहिँ चलेको छ। साथीहरु हेर्न सक्नुहुन्छ है। यो चाहिँ साँगादेखि बनेपासम्मको चाहिँ दृश्यहरू मैले देखाइरहेको छु। यो चाहिँ अरनिको राजमार्ग अन्तर्गत साँगादेखि बनेपा धुलीखेलसम्मको दृश्य हेर्न सक्नुहुनेछ। रोडमा चाहिँ के कति गाडीहरू कुदिरहेको छ भन्ने कुरा पनि हजुरहरूले अवलोकन गर्न सक्नुहुनेछ। साथीहरु यो चाहिँ नयाँ बन्दै गरेको रोड पनि हो। यो फिनिसिङ पनि भइसकेको छैन, बिस्तारै फिनिसिङ हुने क्रममा छ। आज भने चाहिँ यो बन्दको पहिलो दिन चाहिँ प्रभाव परिरहेको अवस्था देखिन्छ। अब त्यसले गर्दाखेरि चाहिँ अब पर्सनल गाडीहरू चाहिँ मजाले गुडेको छ। कार, मोटरसाइकलहरू, ढुवानीका सबै गुडेको छ। ल, योभन्दा पछि चाहिँ अर्को भिडियो लिएर आउनेछु। थ्याङ्क यू सो